नमस्कार, म आस्था अनएक्सपेक्टेड क्राइम स्टोरी च्यानलमा तपाईहरुलाई स्वागत छ। यस च्यानलमा हामी संसारभरि घटेका अप्रत्याशित अपराधका घटनाहरूको बारेमा डिटेलमा कुरा गर्नेछौँ। स्पेशली मर्डर केस, मिस्टेरियस केस, क्यानिबलिजम आदिहरूको बारेमा डिस्कस गर्नेछौँ। यदि यस्तो कुराहरूले तपाईलाई असर गर्छ भने अहिले नै भिडियो बन्द गरिदिनु होला। यदि तपाई 18 वर्षभन्दा मुनि हुनुहुन्छ भने पनि भिडियो बन्द गरिदिनु होला, नहेरिदिनु होला। हामीले जति पनि भिडियोहरू बनाउँछौँ यो सबै एजुकेसनल पर्पजको लागि हो। यदि तपाईलाई यस्तो कुराहरूले मोटिभेसन मिल्छ भने यसलाई मोटिभेसनको रूपमा नलिदिनु होला। यति भन्दै लागौँ आजको केसतर्फ। यो घटना चाहिँ पाकिस्तानमा घटेको घटना हो। पाकिस्तानको राजधानी भन्दा 200 किलोमिटर टाढा एउटा डिस्ट्रिक्ट छ, बकर भन्ने डिस्ट्रिक्ट। त्यो डिस्ट्रिक्टभित्र चाहिँ एउटा सानो गाउँ छ, दरियाखान भन्ने। त्यो दरियाखानभित्र दुईजना दाजुभाइहरू बस्छन्। उनीहरूको नाम मोहम्मद फरमान अली र मोहम्मद आरिफ अली हुन्छ। उनीहरूको उमेर लगभग 30-35 वर्षको हुन्छ। उनीहरू दुवैजना विवाहित हुन्छन्, तर उनीहरूको श्रीमतीहरू चाहिँ उनीहरूसँग बस्दैनन्। सन् 2010 मा उनीहरूको श्रीमतीहरूले उनीहरूलाई छोडेर माइत गएर बच्चाहरू लिएर गएर बसेका हुन्छन्। उनीहरू किन गएर बसेका भनेर सोद्धाखेरि चाहिँ उनीहरू घरबाट 4-5 दिनसम्म नबनी हराउने अनि बच्चाहरूलाई पिट्ने, उनीहरूलाई पनि पिट्ने भएको भएर उनीहरूसँगै बस्न नसक्ने भनेर उनीहरूले बताएका थिए। पढाइको कुरा गर्नुपर्दा मोहम्मद फरमान अली र आरिफ दुईजनैले 10 क्लासभन्दा बढी पढेनन् र फरमानको चाहिँ साइन्समा अलि धेरै इन्ट्रेस्ट थियो। सन् 2011 को कुरा हो। त्यसै गाउँकी एकजना सारा प्रवीण भन्ने युवतीको स्किन क्यान्सरको कारणले मृत्यु हुन्छ। उनीहरूलाई उनको रीतिरिवाज अनुसार उनका आफन्तीहरूले नजिकैको चियानमा लगेर गाड्छन् अनि भोलिपल्ट उनीहरूले साराको चियान भए ठाउँमा दुवा पढ्नलाई जाँदाखेरि त्यहाँको चियान चाहिँ अलिकति अनयुजल देखिन्छ। त्यहाँबाट केही खने जस्तो, केही भयो जस्तो, त्यहाँ कसैले त्यो चियान चलाए जस्तो केही देखिन्छ र उनीहरूलाई शङ्का लागेर उनीहरूले प्रहरीलाई खबर गर्छन्। प्रहरी आएर अनुसन्धान गर्नको लागि त्यहाँको चियान खनेर हेर्दाखेरि सारा प्रवीणको लास चाहिँ त्यहाँ हुँदैन, त्यहाँबाट गायब भइसकेको हुन्छ। अब यो घटनाले पुलिसलाई त चकित बनायो नै, त्यहाँ भएका स्थानीय बासिन्दाहरू सबैलाई पनि चकित बनाएको छ। पुलिसहरूले अनुसन्धान अगाडि बढाउँछन् अनि अनुसन्धान अगाडि बढाउँदा चाहिँ त्यहाँनिर एकजना प्रत्यक्षदर्शी निस्किन्छन् जसले चाहिँ त्यो साइडबाट त्यतातिरबाट बोरामा केही हालेर दुईजना मानिसले लिएर जाँदै गरेको देखेको भनेर बताउँछन्। उनीहरूले अझै मजाले अनुसन्धान गर्दाखेरि उनीहरूको अनुहार चाहिँ याद छ तर मानिसको हो भनेर चिन्दिनँ भन्ने उनले बयान दिइसकेपछि पुलिसहरूले स्केच आर्टिस्ट बोलाएर चाहिँ उनको स्केच बनाउन लगाउँछन् र स्केच बनाएर त्यो स्केचको खोजी गर्दै जाँदाखेरि उनीहरू त्यही दुईजना दाजुभाइ मोहम्मद फरमान अली र मोहम्मद आरिफ अलीको घरसम्म पुग्छन् र घरमा पुग्दाखेरि फरमान अली घरमै हुन्छन् भने आरिफ अली चाहिँ घरबाट नजिकै अलिकति टाढा कहीँ गएका हुन्छन्। घरमा सबै खोजी गर्छन्। खोजी गर्दाखेरि त्यस्तो शङ्कास्पद केही पनि भेटिँदैन, तर एउटा कोठामा चाहिँ चाबी लागेको हुन्छ र चाबी लागेको कोठाको बारेमा सोधखोज गर्दाखेरि त्यो कोठा आरिफको भएको फरमानले बताउँछन्। त्यो कोठाको चाबी खोलेर हेर्दाखेरि त्यहाँनिर एउटा भाँडामा पकाएको मासु राखेको हुन्छ र नजिकै चाहिँ रगत लागेको चक्कु पनि हुन्छ। अब यो कोठाले चाहिँ त्यो घटनालाई अझै शङ्कास्पद बनाउँछ र त्यही कोठाभित्र चाहिँ कमिलाको ताती कतैतिर जस्तो एकदम धेरै कमिलाको तातीहरू एकतिर जाँदै गरेको देखिन्छ र त्यो कमिलाको ताती पछ्याउँदै हेर्दाखेरि खाटा मुनि एउटा लास खुट्टा बिनाको परेको हुन्छ र त्यो लास चाहिँ सारा प्रवीणको हुन्छ। अब फरमान अलीलाई त्यसको बारेमा सोद्धाखेरि चाहिँ उनीहरूले कबुल गर्छन् कि उनीहरूले त्यो सारा प्रवीणको लास ल्याएर खुट्टा चाहिँ काटेर पकाएर खाएको भनेर कबुल गर्छन्। फरमानले के भन्छन् भने यो सबैमा ऊ सरिक भए पनि यो सबै आइडिया चाहिँ आरिफ को हो भनेर उनले बताउँछन्। क्या नाम है? मोहम्मद आरिफ। ये क्या किया आपने? जी ये मैंने नहीं किया है जी, भाई ने किया। कौन से भाई ने किया? ये पड़ा है। त्यो सबै भइसकेपछि आरिफलाई पनि घरमा बोलाइन्छ र उनीहरूलाई चौकी लिएर गइन्छ। चौकीमा लगेर उनीहरूलाई सोधपुछ गर्दाखेरि चाहिँ उनीहरूले एकदमै अचम्मको एउटा कुरा बताउँछन्। उनीहरूको श्रीमतीले उनीहरूलाई छोडेर गइसकेपछि उनीहरू एउटा तान्त्रिककोमा गएका थिए र तान्त्रिकले चाहिँ के भनेको थियो भने मान्छेलाई मारेर उनीहरूको मासु खाँदाखेरि चाहिँ सबै थोक राम्रो हुने, उनीहरूको श्रीमती पनि फिर्ता आउने, बच्चाहरू पनि फिर्ता आउने र उनीहरूले जे भन्यो त्यही पुरा हुने भनेर तान्त्रिकले बताएको थियो। उनीहरूले त्यसपछि मान्छे मारेर खाने निर्णय त गर्छन् तर उनीहरूलाई त्यत्रो सबै गर्ने हिम्मत आउँदैन र उनीहरू दुईजनाले के डिसाइड गर्छन् भने मान्छे मारेर त हामी खान सक्दैनौँ तर मरेको मान्छे चाहिँ पकाएर खाऊँ भनेर उनीहरूले चाहिँ त्यस पछाडि चिहानबाट मान्छे खनेर ल्याउने अनि
पकाएर खाने गर्न थाल्छन्। त्यसको लागि चाहिँ उनीहरूले नजिकै अब को मरेको छ अनि त्यस पछाडि उनीहरूलाई कसरी गाडेको छ, कहाँ गाडेको छ, सबै थोक मजाले विचार गरेर राति कसैले थाहा नपाउने गरी मान्छे खनेर लिएर आउने अनि पकाएर खाने गरेको र अहिलेसम्म 100 भन्दा बढी लास चाहिँ उनीहरूले खाइसकेको कबुल गर्छन्। यो एकदम अनौठो घटना थियो। अब सुन्दाखेरि पनि कस्तो अनौठो लाग्ने। यति सबै भइसकेपछि उनीहरूको केस चाहिँ अदालतसम्म पुग्छ। तर अदालतमा अझै चकित पार्ने अर्को एउटा विषय हुन्छ कि पाकिस्तानको कानुन अनुसार चाहिँ यस्तो कुनै खालको पनि नियम बनेकै थिएन कि मरेको मानिसलाई यसरी मरेको मानिसको मासु पकाएर खाँदा अथवा मरेको मानिसलाई गर्दाखेरि के गर्ने भनेर कानुन बनेको थिएन। अनि उनीहरूले मरेको मुर्दालाई अपमान गरेको र नराम्रो हरकत गरेको भन्ने केस लगाएर उनीहरूलाई 2 वर्षको सजाय तोकिन्छ। जम्मा 2 वर्षको मात्रै सजाय तोकिन्छ र उनीहरू जेलमा त जान्छन्। तर 2 वर्षको जेलको केसमा पनि उनीहरूलाई विभिन्न मानसिक अस्पतालहरूमा लगिन्छ, उनीहरूलाई काउन्सिलिङ गरिन्छ। अनेक थोक गर्दाखेरि पनि उनीहरूमा त्यस्तो अनयुजुअल चाहिँ केही पनि भेटिँदैन, अनयुजुअल चिजहरू केही पनि भेटिँदैन, सबै नर्मलै देखिन्छ। त्यति हुँदाहुँदै उनीहरूको 2 वर्षको जुन सजाय जेल सजाय थियो त्यो उनीहरूको पुरा हुन्छ। 2 वर्षपछि उनीहरू जेलबाट निस्किन्छन्। निस्किसके पछाडि चाहिँ उनीहरूलाई अब त्यही गाउँमा बसिरहन सहज हुँदैन, त्यहाँको वातावरणले उनीहरूलाई बस्न सहज हुँदैन भनेर पुलिसकै सल्लाह अनुसार उनीहरू नयाँ गाउँमा गएर बस्ने भनेर सल्लाह हुन्छ र उनीहरू कुनै नयाँ नौलो ठाउँमा गएर बस्छन्। सबै राम्रै चलिरहेको थियो, सबै सहजै चलिरहेको थियो। अब त्यो घटनाको लगभग 1 वर्ष पछाडि सन् 2014मा कुनै एउटा नयाँ गाउँमा चाहिँ एउटा घरबाट पुलिसलाई फोन आउँछ कि उनीहरूको छिमेकमा एकदमै नराम्रो खालको गन्ध आइरहेको छ, कुनै अनौठो खालको गन्ध आइरहेको छ भनेर पुलिसलाई खबर आउँछ र पुलिसले गएर अनुसन्धान गर्दाखेरि चाहिँ त्यो चाहिँ फरमान र अरिफ बस्ने घर हुन्छ र त्यो घर खोलेर हेर्दाखेरि चाहिँ त्यहाँनिर एउटा बच्चाको टाउको भेटिन्छ। यो घटना हुनुभन्दा अगाडि नै चाहिँ उनीहरूलाई शङ्का भइसकेको थियो कि यो काम पक्का पनि फरमान र अरिफकै हो भनेर शङ्का भइसकेको थियो र पत्ता लगाउँदै गर्दा अनुसन्धान गर्दै जाँदा उनीहरू नै हुन्छन् र पत्ता पनि लाग्छ। उनीहरूलाई अब थप अनुसन्धानको क्रममा सोधपुछ गर्दाखेरि चाहिँ उनीहरूले त्यो 1 वर्षभित्रमा 150 जनाको लास चाहिँ पकाएर खाएको भनेर उनीहरूले कबुल गर्छन्। उनीहरूले कहिले एउटै चिहानबाट लास ननिकालेको र एकदमै लास निकालिसके पछाडि त्यसलाई एकदम राम्ररी जस्तो अवस्था थियो त्यस्तै बनाएर छोडेको भएर अहिलेसम्म कसैले पत्ता नलगाएको कुरा पनि उनीहरूले आफै भन्छन्। अब पुलिसलाई फेरि फसाद पर्छ। अब गर्ने के त, पहिले पनि 2 वर्ष जेलमा राखेर त निकालेको, तर अब 2 वर्ष मात्रै जेलमा राखेर निकाल्दाखेरि फेरि उनीहरूको त्यही हरकत दोहोरिँदैन भन्न त सकिएन। त्यही भएर यसपल्ट अदालतले उनीहरूलाई 12 वर्षको कैद सुनाउँछ र उनीहरू दुईजनै 12 वर्षको लागि जेलमा पठाइन्छ। उनीहरूलाई 12 वर्षको लागि जेलमा पठाइन्छ। तर एकदमै अचम्म लाग्ने घटना चाहिँ के छ भने उनीहरूको मेन्टल कन्डिसन पनि एकदमै नर्मल देखिन्छ, त्यस्तो केही पनि देखिँदैन। तर पनि के कुराले उनीहरूलाई यसरी मोटिभेट गरिरहेको छ त, लास खनेर खानलाई, मान्छेको मासु पकाएर खानलाई केले मोटिभेट गरिरहेको छ भन्ने कुराले चाहिँ अहिलेसम्म पनि सबैलाई चकित नै बनाइरहेको छ र यसको कुनै पनि केही निष्कर्ष चाहिँ निस्किएको छैन। ये तूने निकाली थी कब्र में से? जी ये कितने अरसे से खा रहे हो तुम निकाल के? ये जी तकरीबन 3-4 जी मैंने फूल उठाए हैं। फूल का क्या मतलब है? बच्चे? जी अच्छा। और ये एक बड़ी कब्र से। अहिले उनीहरू जेलमा परेको 10 वर्ष भइसकेको छ र अबको 2 वर्षमा उनीहरू निस्किने बेला हुन्छ। अब उनीहरू निस्केपछि फेरि त्यस्तै घटना नदोहोरिएला भन्न पनि सकिएको छैन। अब यसको विषयमा अझै गम्भीर कानुन बन्छ अथवा के हुन्छ त्यो त हामीले हेर्न बाँकी नै छ, के हुन्छ भनेर थाहा पाउन बाँकी नै छ। र यो थियो आरिफ र फरमान अलीको क्यानिबलिजमको घटना। यो घटना सुनेर तपाईहरूलाई कस्तो महसुस भयो, के कस्तो लाग्यो, प्रतिक्रिया दिन नबिर्सिनु होला। साथै यो हाम्रो पहिलो प्रयास हो, हामीले केही त्रुटिहरू गरेका रहेछौँ भने, हामीले सुधार्न सक्ने केही छ भने त्यसको लागि पनि सल्लाह सुझाव दिनु होला। हामी सधैँ तपाईहरूको सल्लाह सुझावलाई एप्रिसिएट गर्नेछौँ। यति भन्दै आजको लागि बिदा माग्छु। हस्त, धन्यवाद।